हाई गाइज नमस्ते। के छ खबर? म चाहिँ अहिले जापानको टोकियो त्यसै रिन्काई पार्क स्टेसनमा छु चाहिँ। यहाँ चाहिँ यस्तो दामी रहेछ क्या, यहाँ चाहिँ रातिको भ्यू छ। यहाँ चाहिँ पानीको फोहराहरू निस्किया, पारी चाहिँ टक्क लाएर मजाको छ भ्यू, यस्तो मजाको छ। यहाँ चाहिँ अगाडि चाहिँ पानीको फोहरा छ। यो चाहिँ कासै रिन्काई पार्क स्टेसन, जेआरको कासै रिन्काई पार्क स्टेसन। भित्रतिर नि मजाको ठाउँ छ जस्तो छ होइन। रुखहरूको पातहरू एकदम पहेँलो भएको छ अहिले चाहिँ। यहाँ चाहिँ यस्तोमा चाहिँ एकदम राम्रो देखिरहेको छ। यहाँ पनि रातिमा भएको हुनाले क्लियर त देखिएन, तर एकदम रमाइलो छ पार्क। यो पार्क चाहिँ घुम्नको लागि अगाडि कस्तो आनन्द भ्यू छ, मजाको। पार्क रहेछ तल चाहिँ, पार्किङ स्थल। वाउ, कस्तो दामी क्या। म चाहिँ एक्लै छु अहिले, काम गरेर निस्केँ, यो स्टेसनबाट बाहिर निस्किँदैछु। अनि हेरेको बाहिर चाहिँ एकदम मजाको लाइटिङहरू रहेछ होइन। यो पार्कमा चाहिँ म भित्र आएको थिएन, अनि त्यही भएर चाहिँ पार्क दिउँसोमा चाहिँ देखिरहेको थिएँ म। यहीँ छ आज चाहिँ सट्ट रमाइलो रहेछ। भित्र पनि अझै छ जस्तो छ रमाइलो ठाउँको। यसै रिन्काई पार्क स्टेसनको बाहिरी भएको, भित्र चाहिँ एकदम अझै रमाइलो छ भित्र जाने भने। ओके गाइज, म चाहिँ अब रुम फर्किनु पर्ला, रुम फर्किनु पर्ने भएकोले ओके बाई बाई। यति मात्र आजको भिडियो होइन। एकदम यो पार्क चाहिँ रमाइलो छ। अलि अगाडि गयो भने समुद्रको भ्यूजहरू पनि छ होइन। त्यो त गएन म अहिले चाहिँ यति। चाहिँ गाडी ट्याक पार गर्ने पार्किङ रहेछ। अनि त्यसपछि घुम्ने ठाउँ चाहिँ अझै पछाडि। रातिमा आउँदा रमाइलो हुने रहेछ, रमाइलो रहेछ जस भ्युजहरू हेर्दाखेरि होइन, लाइटिङहरू। चिसो छ, चिसो अहिले चाहिँ यो जापानमा चाहिँ एकदम चिसो छ होइन। मौसम चाहिँ बिहान साँझ चाहिँ एकदम चिसो भइसकेको छ एकदम। यही हो सिम्पल बाहिरको चाहिँ स्टेसन नजिकैको। अब भित्र चाहिँ पार्कमा गयो भने अझ रमाइलो छ। ल गाइस, बाई बाई।